विशेष रूपादीलाई धेरै धेरै धन्यवाद। त्यसपछि हाम्रो वडा कार्यालयका सम्पूर्ण सेवादारीहरूलाई चाहिँ विशेष धन्यवाद है। हेर्नुहोस् न हाम्रो टोल यस्तो राम्रो बनाइदिनु भएको छ। रूपा दिदी हजुरलाई फेरि पनि धन्यवाद। सुन्जा दिदी भन्नु रूपा दिदीलाई धन्यवाद। ल हेर्नुहोस् त यस्तो राम्रो छ कि गाइस हाम्रो टोल हेर्नुहोस् त। यो सब हाम्रो प्यारी जनताको सेवादारी रूपा थापा छेत्रीको कमाल हो है गाइस। र अरूलाई पनि एकदम धेरै धेरै धन्यवाद छ। हुन त सबैले होइन सबैले धेरै नै सहयोग गर्नुभएको छ। विशेष चाहिँ हाम्रो रूपा दिदी, त्यसपछि हाम्रो वडा नम्बर 7 को सम्पूर्ण जनताका सेवादारीहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। हाम्रो टोल यति राम्रो बनाइदिनु भएको छ है, धन्यवाद। भवन दिदी के भन्नु तपाईँ रूपा दिदीलाई? रूपा दिदीलाई हाम्रो टोलमा यस्तो के अरे हाम्रो टोलमा ओडाबाट रूपा दिदी मार्फत सहयोग पाएको हुनाले हाम्रो टोल यति सफा यति सुन्दर यति राम्रो बनाउन सहयोग गरिदिनु भएको हुनाले रूपा दिदीलाई धेरै धेरै धन्यवाद। अनि सबैलाई ओडाको सबै सदस्यहरूलाई धन्यवाद, सेवादारी भन्नु न, सेवादारीहरूलाई। अनि के अरे उता सामुदायिक प्रहरीहरूबाट पनि हामीले धेरै सहयोग पाएका छौँ। ठाउँमा हाम्रो कुरा पुगेको छ। हाम्रो टोल अति सुन्दर रमणीय चट्ट मान्छे भाइरलै रोड बनाउला जस्तो छ। ल एकदम यो सबैभन्दा विशेष श्रेय चाहिँ कसलाई? सबै महिलाहरूले रूपा रूपा दिदीलाई धेरै धन्यवाद। धेरै धेरै भित्र मनदेखि धन्यवाद।